नेपालले दुईटा ठाउँमा चाहिँ ट्रिक मिस गरे जस्तो लाग्छ हैन। सेकेन्ड सुपर ओभरमा पनि सायद सन्दीपलाई चाहिँ अब हुन चाहिँ यो कुरा के हुन्छ भने जब फर्स्ट सुपर ओभर हुन्छ त्यो बेलामै डिसाइड गरिसकेको हुन्छ हैन सबैजनाले कि हामी फर्स्ट सुपर ओभर खेल्छौँ भने यो बलरलाई दिन्छ बलिङ हैन, सेकेन्ड सुपर ओभरमा यो बलरलाई दिन्छ बलिङ टाइपको हैन। सो त्यो अनुसारले ललितलाई दिएका थिए। बट एनीवे म भएको भए चाहिँ सन्दीप लामिछानेलाई बलिङ दिन्थ्यो होला हैन, सायद सन्दीपले चाहिँ बेटर गरेर दिन सक्थ्यो। र अब एउटा मेरो एउटा हिजो अर्को एउटा थिङ्किङ के आएको थियो भन्दाखेरि नेपाल चाहे स्टुअर्ट ल चाहे रोहित पौडेलले चाहिँ रुपेश सिंहलाई किन ट्राई गरे हैन, चाहे ललित राजवंशीलाई किन ट्राई गरे भन्ने सोच चाहिँ के आउँछ भने अहिले नेपाल भनेको बिगर पर्सपेक्टिभमा हेर्दैछ हैन, किनकि सन्दीप लामिछाने थाहा छ हैन क्रच मोमेन्टमा राम्रो पर्फर्म गरेर दिन्छन् हैन। सो सन्दीपलाई नदिनुको रिजन चाहिँ के हुनसक्छ भने सन्दीपलाई नदिउँ अरूहरूलाई एक्सपिरियन्स दिउँ हैन। अहिलेको लागि यो म्याच जितेर पनि हारेर पनि खासै फरक चाहिँ पर्दैन हैन। जब ओमानमा नेपाल क्वालिफायर खेल्न जान्छ 2026 को T20 वर्ल्ड कपको लागि त्यहाँनिर चाहिँ पर्फर्म गर्नु पर्यो हैन। सो पर्फर्म गर्नको लागि एक्सपिरियन्स त सबैजनाले चाहियो हैन, चाहे त्यो न्युली टिममा आएका रुपेश सिंह होस्, चाहे किरण ठगुन्ना होस्, चाहे त्यो टिममा धेरै टाइमदेखि खेलिरहेको भए पनि अलिकति क्रन्च मोमेन्टमा एक्सपिरियन्स नभएका ललित राजवंशी नै किन नहोस् हैन। सो नेपालको थिङ्किङ त्यो पनि यदि स्टुअर्ट ल अब अस्ट्रेलियन माइन्डसेट हैन, उनले चाहिँ यो पनि सोचेका हुन सक्छन् कि म चाहिँ अहिलेको हैन आजभन्दा 4 महिना पछिको लागि चाहिँ सोध्छु हैन। तर यो 4 महिना पछि चाहिँ सायद यसले आज हामीलाई रिजल्ट नदेला हैन, तर 4 महिना पछि डेफिनेटली पनि अलिकति केही एक्सपिरियन्स आएपछि रिजल्ट दिनुपर्छ हैन। यदि तत्कालको लागि भन्ने हो भने चाहिँ पहिलो सुपर ओभरमै सन्दीप लामिछानेले बलिङ गरेको भए त्यो 20 रन इजिली डिफेन्ड हुन्थ्यो होला, किनकि सन्दीपले हिजो यस्तो राम्रो बलिङ गरिरहेका थिए। सन्दीपको बलिङ खेल्न सकिरहेका थिएनन् नेदरल्यान्डका ब्याटरहरू हैन। पहिलो सुपर ओभर दिएन, सेकेन्ड सुपर ओभर चाहिँ दिन्छ कि भन्ने थियो हैन, सेकेन्ड सुपर ओभर पनि दिएन। सो यो चाहिँ डेफिनेटली पनि यदि नेपालले चाहिँ एक्सपिरियन्स हामी दिन्छौँ भनेर नसोचिकन चाहिँ कसैलाई दिएको हो भने चाहिँ त्यो भनेको डेफिनेटली पनि नेपालले ट्रिक मिस गरेको छ। र होप गर्छौँ स्टुअर्ट ल चाहे रोहित पौडेल चाहे टिम म्यानेजमेन्ट जोसुकै होस् हैन, कमिङ अप टाइममा चाहिँ यो कुरालाई चाहिँ मिस नगरोस् हैन। यसले चाहिँ डेफिनेटली पनि यदि बिग गेम मानौँ हैन, कहिले हामीलाई क्वालिफायरकै म्याच छ हैन, अब 12 रन मात्रै डिफेन्ड गर्नुपर्छ सुपर ओभरमा। नेपाली बलरहरूबाट सन्दीप लामिछाने मात्रै छन् जो चाहिँ त्यो कन्फिडेन्सका साथ बलिङ गर्न सक्छन् कि म दुईटा छक्का खाँदिनँ हैन भनेर। नभए चाहे ललित होस्, चाहे सोम होस्, चाहे करण होस् हैन, सोम त खेलेका पनि थिएनन् तर पनि जोसुकै होस् सबैजनाको चाहिँ हात खुट्टा काम्ने नै हुन्छ हैन र बेटर पर्फर्म गर्न सक्दैनन्। सो होप गर्छौँ कि कमिङ डेजमा रोहित पौडेल चाहे कोच हैन सबैजनाले चाहिँ यो कुरा म्युचुअली डिसाइड गरून् र सन्दीपलाई चाहिँ त्यस्तो क्रुसल मोमेन्टमा बलिङ दियोस् हैन।